अब मान्छेले झुक्किएर पनि घन्टीलाई भोट हाल्दैनन्। घन्टी भनेपछि नि भाइ अहिले मान्छे मन्दिरको घन्टी पनि फ्याक्छन् कि भन्ने पिर भइसक्यो हो। त्यस्तो एलर्जी भएको छ घन्टी भनेपछि। गरिबले पक्की घरमा बस्नै नहुने हो र भाइ? गरिबले त पक्की घरमा बस्नै नहुने कस्तो खालको कुरो? अनि गरिबले त 2 तला घरै न 2 तला घर पर्छ भने भत्काइहाल्यो। भत्काउँदा हुँदै शिवजी पनि भाग्दै गरेको देखेको थिएँ फेरि सोसियल मिडियामा नि। बालेन आउने बित्तिकै कति ल्याए ऋण? हिजो त केपी ओली हुँदाखेरि अर्को काङ्ग्रेस हुँदा ऋण खायो भन्थ्यो त। कति आयो ऋण? पटक्कै पछि म त यो यिनीहरूको क्याबिनेट भन्ने बित्तिकै 50 अरब चाहिँ थपियो है भन्नेमा पुग्छु। क्याबिनेट भन्ने बित्तिकै ऋण लिइहाल्ने। लाइनको स्वास्थ्य सल्लाहकार, किनभने गोविन्द केसीले पहिलोचोटि टिचिङमा अर्को डिन हटाएर जगदीश अग्रवाललाई डिन बनाएको थियो, उसको लागि लडेको थियो भनेपछि चिज कहाँ आएर जोडिएको रहेछ चिज। अब हाम्रा 19वटा मेडिकल कलेज बन्द हुँदैछ नि। यहाँ एउटा कुरो म भन्दैछु त, राज्यको कोषबाट सहकारी पीडितको पैसा भनेर चाहिँ रवि दामेछाने के धनराज गुरुङ लगायत छन् नि त, एमालेका छन् नि त, जीवी राई सब एमालेका नेता, काङ्ग्रेसका नेता, रवि लामिछाने रासपाका नेताले खाएको छ। त्यो पैसा तिनीहरूबाट उठाएर चाहिँ तिर न। आज किसानले गाईको दुधको पैसा एकछिन आज त्यो आउँछु। आज गाउँका किसानले दुधको पैसा पाएको छैन। 9 अरब रुपियाँ छ हौ दुधको पैसा। आज हामीले स्वास्थ्य बिमा उपचार गरेको हाम्रो देशभरिको मेडिकल कलेजहरूले झन्डै 20 अरब रुपियाँ पाउनु पर्ने रहेछ, हामीले त्यो पाएको छैन। सुनिल शर्माको मात्रै 104 करोड रुपियाँ रहेछ होइन? हाम्रो 40 करोडदेखि माथि छ। हामीले त्यो पैसा नपाउने कुरै उठ्दैन। अनि हामीले राज्य कोषलाई फेरि त्यो पैसा पनि नि बिमाको 3500 रुपियाँ तिरेको पैसा ल्याएर होल्ड गरेर आएको छ। जनताले तिरेको पैसा दबाई गरेपछि तिर्नु पर्दैन, त्यो तिरेको छैन। अनि यिनीहरू सहकारी ठगको पैसा चाहिँ राज्यको ढिकुटीबाट 44 अर्ब छुट्याएको छ अरे। ल हेरौँ त तिर्नु त कसरी तिर्दा रहेछ। ल तिर्नु त। अहिले जनतालाई मल चाहिएको होइन, यो जेठ लाग्यो होइन? असारमा धान रोपिन्छ, जेठ लाग्यो होइन? मल दिनुपर्छ कि पर्दैन? मल दिनुपर्छ कि पर्दैन? बालेन आउने बित्तिकै कति ल्याए ऋण? हिजो त केपी ओली हुँदाखेरि अर्को काङ्ग्रेस हुँदा ऋण खायो भन्थ्यो त। कति आयो ऋण? पटक्कै पछि म त यो यिनीहरूको क्याबिनेट भन्ने बित्तिकै 50 अरब चाहिँ थपियो है भन्नेमा पुग्छु। क्याबिनेट भन्ने बित्तिकै ऋण लिइहाल्ने। त्यसले गर्दाखेरि म सम्पूर्ण राष्ट्रवादी साथीहरूलाई म के भन्छु भने हामी एक ढिक्का भएर अघि बढौँ। र खास गरेर म के भन्छु भनेदेखि मैले हिजोदेखि भनेको थिएँ सुकुहरूलाई, सुकुम्बासीहरूलाई, सुकुम्बासी भनेर भन्नुभन्दा सुकु भन्दा ठिक हुन्छ, किन बासी नै भन्नु भनेर होइन? यिनलाई मैले भन्दाखेरि नि होइन बालेनले आएर हामीलाई धनी पूर्जा दिन्छ भनेर ल राख्दै हातेमा ला खायौ बेटायौ। अब अहिले के भयो तपाईँलाई थाहा छ? फेरि यो प्रदेशको चुनाव हुनेवाला छैन नि। यो कुरा बुझ्नु नि तपाईँहरूले। अब मान्छेले झुक्किएर पनि घन्टीलाई भोट हाल्दैनन्। घन्टी भनेपछि नि भाइ अहिले मान्छे मन्दिरको घन्टी पनि फ्याक्छन् कि भन्ने पिर भइसक्यो हो। त्यस्तो एलर्जी भएको छ घन्टी भनेपछि हो कि होइन? हेरौँ न अनि घन्टीको सांसद त्यो 30 अरब त्यो उसको कसले चलाएको रहेछ देश? मैले भन्न हिजो शेरबहादुरको पार्टनरको सतीश लाल, केपी ओलीको पार्टनरको सतीश लाल, प्रचण्डको पार्टनरको सतीश लाल, एनसीएलको अहिले सुशीला कार्की र को पालामा जगदीश खरेलको पार्टनरको सतीश लाल, उहाँदेखिको कनेक्सन भएर अहिले विनोद शर्मा भनेको सतीश लाललाई 39 अर्ब रुपियाँ पैसा कर छुट गरौँ भन्ने मान्छे प्रधान न्यायाधीश बने भनेपछि नि कहाँ रहेछ कनेक्सन? कसले चलाएको रहेछ? डिप स्टेट भनेको त्यही हो है साथी। कुरो बुझ्यौ? डिप स्टेट एउटा स्टेट हुन्छ, स्टेटभित्र अर्को गहिरो स्टेट हुन्छ क्या, भित्र बस्छ क्या, त्यो गर्भमा बस्छ। गर्भमा त्यो चाहिँ सतीशलाल आचार्य हो, त्यो सिङ्गापुरमा बस्छ। सिङ्गापुरमा त्यो आइएल आचार्यको छोरो, उसको बुवा चाहिँ पेटको डाक्टर हुन्। पहिला आइएल आचार्य भन्ने डाक्टर थिए, उसको छोरा हो। कुरो बुझ्नुभयो तपाईँले? भनेपछि 30 अरब झम पारेर चाहिँ नि हाम्रो के अरे उसको नाम खरेलजी
जगदीश खरेल उता जानुभयो स्विजरल्यान्ड। त्यसमा सुशीला आमालाई पनि मिलाएको छ, मैले त उहिल्यै सुनेको 3 मिलाएको थियो अरे। सबैलाई उही स्मार्ट एक्जिटामा केपी ओलीको जहाँ पार्टनरसिप हो नि स्मार्ट एक्जिटामा, त्यहीँ उहाँहरूको पनि सेयर हो, कसैको नाममा हो। प्रचण्डको पनि त्यहीँ छ, शेरबहादुरको पनि त्यहीँ छ, सेयर चाहिँ त्यहीँ छ स्मार्ट एक्जिटामा। अनि यता ज्योति पाण्डे ब्याङ्कले त आफ्नो धितो राखेको लिलाम गर्यो, धितो राखेको सम्पत्ति त लिलाम गर्छ नि त ब्याङ्कले त, पैसा लगेपछि त जनताको पैसा हो। अनि ज्योति पाण्डेलाई अब इन्भेस्टमेन्ट ब्याङ्कको मिले त भन्छन्, त्योसँग मतलब भएन नि। किन लिलाम गर्न चाहिँ दिएको त? उसले रोक्नुपर्छ नि त, सुशीला कार्कीले रोक्नुपर्छ, ऊ हाम्रो के अरे त्यसको नाम जगदीश खरेलले रोक्नुपर्छ नि। अनि जो ऊ इन्भेस्टमेन्ट ब्याङ्कको सिओ ज्योति पाण्डेलाई ऊ गरेर हुन्छ अहिले पक्रिन्छु भनेर, जो होचो उसैका मुखमा घोचो हुन्छ। किन लगानी नै गर्नु भएन ब्याङ्कले? हो कि भन्नुहोस् त? लगानी गरेर धितो राखेको सम्पत्ति लिलाम गरेर लान्छ त, त्यो त सरकारकै पनि लान्छ। अहिले हाम्रो देशले एसियाली डेभलपमेन्ट ब्याङ्कबाट देश डाकट राख्दै उ गर्दैछ, पैसा तिर्नु सकेन भने लाँदैन, देशै लान्छ नि, लाँदैन। त्यही हो नि जाकटी भनेको। त्यसले गर्दाखेरि सबैले के बुझ्नु पर्यो भने घन्टी टिनिनी भेटाए, सबैलाई टिनिनी भएको छ अहिले। चुपचाप घन्टी छाप। मैले त अस्ति भनेको चुपचाप घन्टी छाप भनेर। अब आमाका छोराहरूले विदेशमा बसेर छोरीहरूले आमा त्यहाँ घन्टीलाई भोट हाल्नु भएन भने हामी घर आउँदैनौँ भन्थे अरे। अब उनीहरूले पनि आउनु पर्दैन, घरै छैन यता, किन आउनु पर्यो? परै परेन भन्नु न। कति सुधा कुरा गरे भने नि बिचराले शरीर बेचेर हो कि मकै बेचेर हो कि भाँडा माझेर हो कि 50औं वर्ष लगाएर घर बनाएको थियो, एक तले घर 2 कोठाको पक्की घर बनाएछ हौ भन्छन्। अब गरिबले पक्की घरमा बस्नै नहुने हो र भाइ? गरिबले त पक्की घरमा बस्नै नहुने, कस्तो खालको कुरो? अनि गरिबले त 2 तला घरै 2 तला घर पर्छ भने भत्काइहाल्यो।